प्राणको मेयर हर्क सम्पाको बारेमा के भन्नुहुन्छ? उहाँलाई कस्तो लाग्छ भने नि मलाई थाहा छ राई लिम्बू मेरो माओली नै हो लिम्बू राईहरूको गाउँमा बसेको राई लिम्बूको बानी व्यवहार कस्तो हुन्छ सबै उहाँ आफ्नो जात जस्तो हुनुहुन्छ स्पष्ट त्यस्तै बोल्नुहुन्छ त्यस्तै व्यवहार गर्नुहुन्छ छक्का पन्जा छलछाम छैन दुःख गरौँ होइन कसैलाई खुसी पार्नु पनि छैन जे छ त्यही भन्ने जे छ त्यही गर्ने र अब हेर्दाखेरि उहाँ केही नजान्ने जस्तो लाग्छ तर दुईवटा विषयमा डिग्री गर्नु भएको रहेछ यसो उहाँको पत्ता लाउँदाखेरि मलाई थाहा थिएन राजनीतिज्ञहरूको बारेमा यसरी सोध्नुहुन्छ भनेर नत्र सबैको खोजेर पढेर आउँथे तर पनि मेरो अनुभव उहाँ स्पष्ट उहाँ पनि स्पष्ट कि होइन निडर र पौरखी मेहनत गर्ने हुनुहुन्छ हाम्रै अब छिमेकी ठाउँ धरानको उहाँलाई एकपल्ट मलाई साह्रो भेट्ने इच्छा चाहिँ थियो धरान पनि 2-3 पल्ट गयो भेट्नु सकिन होइन पाइनँ भन्दा पनि उहाँको अफिसमा जाने कुरा आएन कहीँ भेट्नु पाउँछु कि भन्ने आशा चाहिँ थियो तर पाइन्छ होला दमक र धरान कति टाढो तर उहाँ अब ठुलो ओहदामा पुग्नुभयो भने त कहाँबाट पाउनु होइन ठिकै लाग्छ मलाई उहाँ पनि स्पष्ट हुनुहुन्छ सबभन्दा ठुलो कुरा चपाएर बोल्ने र बढी मुखले आश्वासन दिने हातले नगर्ने भन्दा त्यस्तै मान्छे ठिक होइन अहिले जति पनि 4 जनाको फोटोहरू हेर्नु पर्यो उहाँको बारेमा तपाईँले केही कुराहरू भन्नुभयो 4 जना मध्ये कसैले प्रधानमन्त्री बनाएर चाहिँ देश विकास गर्छ भन्ने अलिक बढी विश्वास भएको पात्र चाहिँ को हुनुहुन्छ 4 जना मध्ये तपाईँले महावीर पुन चाहिँ देखाउनु भएन नि त ल महावीर पुनको पनि भन्नुहोस् उहाँ यत्रो अमेरिकामा डिग्री हासिल गरेर एउटा यत्रो विद्वत मान्छे तर पनि अब खोइ उहाँमा कुनै अहमता छैन मैले जानेको छु भन्ने घमण्ड छैन होइन पत्रकारहरूले प्रश्न सोध्यो भने सिधै जवाब दियो सक्यो अझै धेरै नबोल न हौ को भन्नुहुन्छ कोही कोही त क्यामेरा र पत्रकार खोजी हिँड्ने नेताहरू पनि हुन्थे नि त पहिला होइन उहाँ चाहिँ कस्तो पनि छुपे रुस्तम जो चाहिँ भित्र चाहिँ सब कुरा छ बाहिर नदेखाउने क्या अनि त्यत्रो उहाँ अमेरिकामा त्यत्रो पढेर आएर एउटा नेपालमा साइन्टिस्टसम्मको नाम कमाएको मान्छे त्यति साधारण हुन्छ त अनि त्यही कारणले उहाँ पनि मलाई अहिलेका जति पनि नेतामा चाहिँ नाम कमाइराख्नु भएको छ सबै एकदम अन्जान क्या इनोसेन्ट र साँच्चै नै उहाँहरूले चाहिँ गर्नुहुन्छ होला भन्ने चाहिँ लाग्छ